हेलो नमस्ते। आजको मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। ल आजको मौसम हेर्नुहोस् ल। आज यस्तो जाडो थियो नि, घामै नलागो त कति दिन भइसक्यो बुटोलमा। यति जाडो थियो। यो चाहिँ मेरो घर अगाडिको दृश्य हो। यस्तो थियो। यो चाहिँ मेरो घर, स्विट होम। वाउ। त्यसपछि यो मेरो अगाडिको बाटो। अनि म चाहिँ एकदम जाडो भएर कलेजबाट आएर अनि आगो फुकेँ। बिहान चाहिँ रेकर्ड गर्न बिर्सेछु। आज चाहिँ मैले डे 1 भनेर स्टार्ट गरिरहेको छु। आगो फुकेँ अनि आगो तापेर, आगो पनि भेन भेन लाग्थ्यो। आगो तापेँ न यस्तो अनि जान यस्तो रनक्क रन्कियो। त्यही बेला मैले पारीको बाटोको दृश्य कैद गरेँ। त्यो बाटो यति बिजी भयो नि आजकल। अनि मैले आइएम रोको सुनेँ। आइएममा त कराएको हैछ कि सुन्नु न कसरी करा गरेको थियो। मैले चाहिँ यहाँ साउन्ड अफ गरेको छु। आइएमले आफ्नो खेतमा कुकुर गयो भने कुकुरलाई त्यहाँ बसेर थर्काइरह। अनि यो चाहिँ आइएमको साथी रियान हो। घाम लागेन तर के हो भने यहाँ हजुरआमाले त बेसार पुरा सुकाउनु भएको के। त्यही फुल पनि रहेछ। एकछिन फुललाई हेरेँ, यस्तो राम्रो। वाउ मन पऱ्यो। त्यसलाई यसो खिचेँ। फुल हेर्दा हेर्दै हेर्दा हेर्दै हातमा कति राम्रो देखिएको। अनि त्यस कुकुर आयो कि कुकुरलाई बाई गरेको। अनि मेरो खाना पकाउने बेला हो। अनि म घर आएँ। अनि म सुरुमा तरकारी बसाल्दाखेरि प्याज र खुर्सानी हालेँ। अनि आलु हालेँ। अनि आलुलाई एकछिन पकाएन। मेरो हल्का फुल्का सेफ जस्तै हुन्छ सेफ। अनि के अरे आलु एकछिन भुटेँ। अनि त्यसपछि फेरि सिधै सब्जी हालेपछि देखाएँ कि मेरो त सधैँको ड्युटी हो। अनि यता खाना बनाउँदै अनि यता साइडमा चाहिँ एउटा बहिनीलाई ट्युसन पढाउँदै अनि यता खाना पकाएँ पकाउँदा पकाउँदा के देखेँ क्या मैले। अन्त त्यहाँ निकालिदिएँ। रौँ परेर त मैले खान्थेँ, रौँ होइन के थियो। अनि मलाई चित्त नबुझ्ने चिज थियो होला, त्यो निकालिदिएँ। अनि त्यसरी एकछिन भुटेँ। टमाटर हाल्नु पऱ्यो नि त। अनि टमाटर धोएँ टमाटर धोएपछि दाना बनाएर अनि टमाटर काटेँ। त्यसपछि चामल त रेडी भएको थियो। चामल इन्डक्सनमा बसालिदिएँ। इन्डक्सनमा 1800 बनाइदिएँ। अनि फेरि काटेर इन्डक्सनमा बसालिदिएँ खाना। त्यो पाक्दै थियो। चामल र तरकारी पाक्दै थियो। अनि त्यसपछि यता गएँ बहिनीलाई त्यहाँ लेख्न दिएको थिएँ मैले। अनि लेखेर भ्याएको थिएँ। अनि चेक गर्न लाग्थेँ कि म फेरि पुरा मास्टरनी मास्टरनी मास्टरनी। अनि चेक गरेँ। त्यसपछि आजको मिनी भ्लग यति नै।